हिजो त हामीले सुरुवात मात्रै गरेको थियौँ, आज हो रियल टेस्ट कन्सिस्टेन्सी हो। सो मेरो नाम हो निशान्त परियार र हामी हिँडिरहेको छौँ 100 दिनको यात्रामा, 1देखिको 100 दिन। हिजो गरेकोले अलिअलि बडी पेन त भइरहेको छ, हिजो हामीले ज्यादै नै गरियो, फर्स्ट डे भएको कारणले पनि। तपाईँ बिगिनर हुनुहुन्छ भने एकअर्कासँग कम्पेयर गर्नु छोडेर प्लिज ट्रस्ट द प्रोसेस। आज पनि रुल्स सिम्पलै हुनेछ हैन, त्यही 3टा रुल्स छ। पुश पुल लेग, यो धेरै गरेको कारणले आज बडी पेन भइरहेको हुन्छ हैन, त्यही भएको कारणले हामी आज स्मुथ हान्नेछौँ। हामी कोसिस गर्नेछौँ हैन, पुसअप्स चाहिँ क्लिन जाओस्, चाहे त्यो नी पुसअप्स होस् चाहे त्यो वाल पुसअप्स होस्, तर फर्म चाहिँ क्लिन हुनुपर्छ। आज स्क्वाट हान्दा चाहिँ हामीले ज्यादा रेपिटेसन भन्दा पनि मोबिलिटी, स्टेबिलिटी र मोसनमा ध्यान दिनुपर्छ। प्ल्याङ्क बस्दा फेरि हामीले टाइम मात्र होइन र हाम्रो त्यो सास लिइरहेको छौँ नि, ब्रिथिङ कुन तरिकाले लिँदैछौँ भन्ने पनि त्यसमा फरक पर्छ र आज हामी त्यही गर्नेछौँ। हाम्रो ब्रिथिङ चाहिँ आज कन्ट्रोल गर्नेछौँ प्ल्याङ्क बस्दा फेरि। डेड ह्याङमा चाहिँ हाम्रो महत्त्वपूर्ण भूमिका भनेको हाम्रो फरामको हुन्छ। फराम स्ट्रङ भएन हामी झुन्डिन सकिन्छ, फराम स्ट्रङ भएन हामी पुलअप हान्नेछौँ। त्यही कारणले हामी सुरुमा डेड ह्याङ गरेर होइन हाम्रो ग्रिप बढाएर बिस्तारै पुलअपतर्फ लाग्नेछौँ हामी। बट रिमेम्बर वान थिङ, डेली चेन्जेस बडीमा देखिँदैन, तर डेली केही न केही नयाँ कुरा सिक्नु सकिन्छ होइन। त्यही भएर मेरो 100 दिनको सफरमा होइन हजुर पनि साथ दिनु चाहनुहुन्छ भने प्लिज फलो गर्नुहोला।